नमस्कार सबै साथीहरूलाई। म प्रत्यक्ष रूपमा ट्याम्के गाउँपालिकामा आइसकेको छु। यो ट्याम्केको दृश्य हो। यो ट्याम्केको सुन्दर दृश्य मानिन्छ। यसलाई मैले यसको प्रत्यक्ष रूपमा भिडियो बनाइरहेको छु। ट्याम्के यो खोटाङ र भोजपुरको सिमाना पर्ने यो ठुलो एउटा रिसोर्ट जस्तै भनौँ। यो एउटा महत्त्वपूर्ण दृश्य रहेको यो सुन्दर ठाउँ हो ट्याम्के। यो यस्तै छ हजुरहरू, ट्याम्केको प्रत्यक्ष यहाँ तपाईहरूलाई म भिडियो मार्फत दृश्य देखाउँदैछु। ट्याम्केको दृश्य हो हजुर यो। ल यहाँको भ्यू टावर यस्तो छ। भ्यू टावर हेर्नु होला। ल यो चाहिँ ट्याम्केको यो भ्यू टावर भित्र प्रवेश गर्दैछु है म साथीहरू। ट्याम्केको एकदमै आकर्षक भ्यू टावर, जहाँ लाखौं पर्यटकहरू आकर्षक छन्। यो दृश्यमा यो मनोरञ्जन गर्न एकदमै लायकको राम्रो ठाउँ है। यहाँ यो भ्यू टावर पनि एकदमै बहुत आकर्षक ढङ्गले सजाएको भ्यू टावर यो ट्याम्के भ्यू टावर हो। यहाँ तपाईहरुलाई म प्रत्यक्ष रूपमा भिडियो बनाएर देखाउँदैछु साथीहरू। यो ट्याम्केको भ्यू टावर अत्यन्तै आकर्षक ठाउँ हो यो है। भोजपुर र खोटाङको सिमाना पर्ने बहुतै आकर्षक ठाउँ मानिन्छ यो ट्याम्केको भ्यू टावर है। ल यहाँ हेर्नु है साथीहरू, यहाँ टुल्स गर्ने दर्शकहरू। ल यहाँको दृश्य यस्तो छ। यो ट्याम्केबाट चारैतिर के देखिन्छ? हिमाल देखिन्छ। यो खोटाङ र भोजपुरको सबैभन्दा उच्च ठाउँ मानिन्छ यसलाई, सबैभन्दा उच्चमा रहेको ठाउँ। ल ल हेर्नु, ल हेर्नु त। ल यसको दृश्य हेर्नको लागि, यो ट्याम्केमा रिसोर्ट चढ्नको लागि, यो भ्यू टावर चढ्नको लागि दर्शक लाखौं पर्यटकहरू आउने गर्छ। जुन पर्यटकहरू एकदमै रमाइलो र आकर्षक ठाउँ मानिने ट्याम्के हो हजुर, ट्याम्के। यसको दृश्य साह्रै राम्रो ठाउँ छ के यो। अब म यहाँनेरि ट्याम्के अति नै राम्रो के भन्छ भ्यू टावरबाट चाहिँ ओर्लिसकेँ है साथीहरू। म ओर्लिँदैछु। म ओर्लिँदा पनि थोरै मैले के लिएछु भन्दा, मैले भिडियो लिएछु, भिडियो लिइसकेको छु। यहाँ दर्शक महानुभाव भनौँ, घुम्ने साथीहरू, टुल्स गर्ने ल है। राम्रो पोज हान्नु होला यो ट्याम्के भ्यू टावरमा हैन। एकदम अर्ग्यानिक हिरो, नेसनल हिरो।
तर यताबाट चाहिँ आँधेर देख्दैछु यता छ भने उज्यालो देख्थ्यो होला हो यता चाहिँ यता सफा देख्छ कि आफ्नो आफ्नो बानी हुन्छ होइन म चाहिँ त्यस्तो हो कि भ्यू टावरबाट ओर्लेको भिडियो यहाँ मैले गरेर राख्छु साथीहरू यो भनेको माझा ताल है यता कताबाट जाने हो हामी जाने यता हो उता गाडी पनि पर्दाखेरि यहीँ आइपुग्छ भ्यू टावर यो भनेको सार्वजनिक टोइलेट ल यसको दृश्य यस्तो चाहिँ साथीहरू ट्याङ्कीको दृश्य ल साथीहरू प्रत्यक्ष रूपमा यो भ्यू टावरबाट आएर देखिने यो हिमाल तर बादलले असर थोरै थोरै पारिरहेछ साथीहरू ल है भ्यू टावर हेर्नु है त्यही छ भ्यू टावर ल आज है त्यति राम्रो फोटो आएन लोहिन्ठोली अब आएर हामी भिडियो यति नै ल कुहिरो आइरहेछ कुहिरो आउने ठाउँ हो यो साथीहरू प्रत्यक्ष ल कुहिरोले ढाकिसक्यो है